गाई चाहिँ अब आजको यात्रा क्या राम्रो दिन छ हो। आज चाहिँ यो भिडियो चाहिँ युट्युबमा जान्छ। डोलेश्वरको यात्रा पर भिडियो चाहिँ हलियो। युट्युबमा देख्न पाइन्छ। युट्युबमा भाइरल फतौरी भान्जी आउँदैछ। यो फतौरी भान्जी कला देवीको कला हेर्न पाइन्छ। फतौरी भान्जीको युट्युब च्यानल धेरै भाइरल होस्। यसो केही अब मनमा लागेको कुरा छ भने सबैले सब्स्क्राइब गरिदिनु होला है। केही छ भने राख्नु होला। सबैजनाले हेर्न पाइन्छ। सबैले हेरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, भाइरल कमेन्ट राम्रो राम्रो गरिदिनु होला। नराम्रो भयो भने राम्रो बनाइदिनु गरिदिनु होला। राम्रो सोचेर होइन, बोल्न त हामी जान्दैनौँ, यसै जानेको छौँ होइन। आजको डोलेश्वर मन्दिर मामा माइजू भान्जी घुम्न गइरहेछौँ। राम्रो सहित यात्रा होस् हाम्रो। त्यसमा त्योभित्र फुपू पनि पर्नुहुन्छ। पनि हुनुहुन्छ यहाँ, कान्छी फुपू हुनुहुन्छ, कान्छा मामा हुनुहुन्छ, अनि पाजु पाजु भन्ने यहाँ हुनुहुन्छ। मिनी उता हुनुहुन्छ पाजु, लिडी सुरु मामा हुनुहुन्छ। त्यहाँबाट फेरि माइजू, फेरि मिनीबाट माइजू पनि बन्नुभयो नि। फेरि डबल होइन। डबल पर्नुहुन्छ होइन। आजको मौसम चाहिँ साह्रै राम्रो छ। यात्रा अब मन्दिर पुगेर पनि फेरि अर्को भिडियो जान्छ। हामी चाहिँ आज अब जाँदैछौँ बाटोमा। धेरै लामो भिडियो बनाउनु त हामी चाहिँ